नेपालमा भर्खरै सम्पन्न निर्वाचनले एउटा राजनीतिक भूकम्प नै ल्याइदियो। हेर्दा त यो एउटा सामान्य चुनाव थियो, तर वास्तवमा यो दशकौंदेखि जरो गाडेर बसेको शक्तिलाई उखेल्ने एउटा जनआन्दोलन जस्तै बन्न पुग्यो। हो, नतिजा साँच्चै पत्याउनै नसकिने खालको थियो। यसले खाली पावर र पहुँचको भरमा चुनाव जित्ने पुरानो चलनलाई मात्र तोडेन, बरु आँखा चिम्लेर पार्टीलाई भोट हाल्ने मतदाताको बानीलाई पनि पुरै बदल्दियो। त्यसो भए सबैको मनमा एउटै प्रश्न छ, वर्षौंदेखि राजनीतिमा टिकिरहेका शक्तिशाली मानिएका नेताहरूको त्यो विरासत एकै रातमा कसरी ढल्यो त? आउनुहोस्, आज हामी यही राजनीतिक उथलपुथलको कारण खोतल्ने प्रयास गरौं। ल, अब यो राजनैतिक भूकम्पको केन्द्रबिन्दुमा जाउँ। यो कथाको पहिलो अध्यायमा हामी ती केही हेभीवेट नेताहरूको जाँच गर्नेछौँ जसले आफ्नै गढ मानिने किल्लाबाट नसोचेको हार बिहोर्नु पर्यो। सबैभन्दा ठूलो झट्कामध्ये एक थियो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हार। झापा, जसलाई ओलीको लाल किल्ला नै मानिन्थ्यो, त्यहीँबाट उनको हार हुनु। यो केवल एक चुनावी परिणाम मात्रै थिएन, यो त वर्षौंदेखिको ओल्ड गार्ड राजनीतिमाथिको एउटा शक्तिशाली प्रहार थियो। अब कुरा गरौं गगन थापाको। उनी कांग्रेसको नयाँ नेतृत्व, भावी प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमा थिए। ठूलो आँट गरेर काठमाडौँ छोडी मधेसको राजनीतिमा आफ्नो छाप छोड्न सर्लाही पुगे। तर सर्लाहीको मैदानले उनको महत्वाकांक्षालाई पुरै उल्क्याइदियो। गगन थापाको हार कुनै सामान्य हार थिएन। यो मतको अन्तर हेर्नुस् त, यो कुनै काटेको टक्करै होइन, यो त एकतर्फी जनमत थियो। मतलब जति अनुमान गरिएको थियो, जनताको भावना त पुरै अर्कैतिर बगेको रहेछ भन्ने स्पष्टै देखियो। अर्को हेभीवेट जसको किल्ला ढल्यो उनी थिइन् रेणु दाहाल, पूर्व प्रधानमन्त्रीकी छोरी, भरतपुरकी सफल मेयर। सबै हिसाबले उनी बलियो देखिन्थिन्, तर आफ्नै कर्मथलोमा यति ठूलो अन्तरको हार यो उनको राजनीतिक करियरकै सायद सबैभन्दा अप्रत्याशित मोड बन्न पुग्यो। स्थापित नेताहरूको आत्मविश्वास र जनताको भावनाबीच कति ठूलो खाडल थियो, रेणु दाहालको यो भनाइले नै छर्लङ्ग पार्छ। चलिरहेको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएकी उनलाई हारको कुनै शङ्का नै थिएन, तर जनताको फैसला पुरै फरक आयो। यो सूची यही सकिँदैन। अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जो पटक पटक चुनाव जित्ने अनुभवी खेलाडी मानिन्थे, उनी पनि यो लहरमा बग्नबाट जोगिएनन्। उनको लगातार तेस्रो जित अर्थात् ह्याट्रिक गर्ने सपना चकनाचुर हुनुले यो राजनीतिक परिवर्तन कति गहिरो थियो भन्ने कुरालाई झनै पुष्टि गर्यो। ल, को ढले त्यो त हामीले हेर्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यस्तो किन भयो? यो राजनीतिक भूकम्पको पछाडि के शक्तिहरूले काम गरिरहेका थिए? आउनुहोस्, अब यसको चिरफार गरौं। खासमा हेर्ने हो भने यो उथलपुथल हुनुको पछाडि चारवटा मुख्य शक्तिहरू देखिन्छन्। पहिलो त राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपाको देशव्यापी लहर। दोस्रो, पुराना दलीय गठबन्धनप्रति जनताको चरम वितृष्णा। तेस्रो, काठमाडौँका मेयर बालेन शाहको जितबाट प्रेरित बालेन प्रभाव र युवाहरूको असन्तुष्टि। अनि चौथो, नयाँ र सफा अनुहार हेर्ने एउटा तीव्र चाहना। यो चुनावको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै रासोपा लहर थियो। यो यस्तो बाढी थियो जसले पुराना, राम्रा, हाम्रा र नयाँ सबैलाई एकैसाथ बगाएर लग्यो। यसले कसैलाई भेदभाव गरेन, केवल परिवर्तनको एउटा शक्तिशाली सन्देश दियो। अर्को सन्देश पनि एकदमै स्पष्ट थियो। जनताले सिद्धान्तहीन गठबन्धनलाई ठाडै अस्वीकार गरे। उनीहरूले यसलाई केवल सत्ताको लागि गरिएको सौदाबाजीको रूपमा हेरे। यसको सबैभन्दा ठूलो उदाहरण झापामा राजेन्द्र लिङदेनको हार थियो। पहिले गठबन्धनकै बलमा जितेका उनलाई यसपटक मतदाताले त्यही कारणले सजाय दिए। त्यसो भए यी सबै हार र जितको समग्र अर्थ के हो त? यो ऐतिहासिक परिवर्तनले नेपालको भविष्यलाई अब कुन दिशामा लैजाला? यो बुझ्नु जरुरी छ कि यो चुनाव केही नेताहरूको हार वा जित मात्रै थिएन। यो त वर्षौंदेखिको पुरानो राजनीतिक प्रणाली, भ्रष्टाचार र सत्ताको खेलप्रतिको जनताको एउटा सामूहिक विद्रोह थियो, एउटा शक्तिशाली अस्वीकृति थियो। जनताले मागेको परिवर्तनको एउटा ठोस नतिजा नयाँ सरकारको स्वरूपमा पनि देखियो। यो मन्त्रीमण्डललाई नेपालको इतिहासकै सबैभन्दा शिक्षित र समावेशी मध्ये एक मानिएको छ। पीएचडी होल्डरदेखि लिएर विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिले मतदाताले खोजेको योग्यता र नयाँपनको आशालाई केही हदसम्म बलियो बनाएको छ। पुराना शक्तिहरू त पक्कै ढले,
तर मुख्य प्रश्न त अब सुरु हुन्छ। के नेताहरूको यो नयाँ पुस्ताले जनताले भोट दिएर खोजेको त्यो वास्तविक परिवर्तन दिन सक्ला त? यसको उत्तर त अब भविष्यले नै बताउनेछ।